बुवा दाजुभाइ दिदी बहिनी जुटौँ आमा बुवा दाजुभाइ दिदी बहिनी जुटौँ रुखमा भोटो हाल्नलाई कोही नि नछुटौँ क्षेत्र के भन्छ 1% गुरुङले भन्छ 3 नम्बर जनता के भन्छ 1% गुरुङले भन्छ नेपाली कांग्रेस जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद हे बीपीले देखाएको बाटो समय हिँड्ने बीपीले देखाएको बाटो समय हिँड्ने तेग प्रसाद गुरुङलाई छैन कोही नचिन्ने आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो नेपाली कांग्रेस जिन्दाबाद जिन्दाबाद 3 नम्बर क्षेत्र के भन्छ 1% गुरुङले भन्छ 3 नम्बर जनता के भन्छ 1% गुरुङले भन्छ नेपाली कांग्रेस जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद समाजवाद राष्ट्रवाद कांग्रेसको नारा समाजवाद राष्ट्रवाद कांग्रेसको नारा रुखमै भोट हालौँ भन्दै उडले जनता सारा आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो नेपाली कांग्रेस जिन्दाबाद जिन्दाबाद 3 नम्बर क्षेत्र के भन्छ 1% गुरुङले भन्छ 3 नम्बर जनता के भन्छ 1% गुरुङले भन्छ नेपाली कांग्रेस जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद हे कांग्रेस नै चाहिरहेछ जनताले भन्छ कांग्रेस नै चाहिरहेछ जनताले भन्छ कांग्रेसले जित्यो भने नयाँ नीति बन्छ आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो कांग्रेस सुर लिएर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो नेपाली कांग्रेस जिन्दाबाद जिन्दाबाद 3 नम्बर क्षेत्र के भन्छ 1% गुरुङले भन्छ 3 नम्बर जनता के भन्छ 1% गुरुङले भन्छ नेपाली कांग्रेस जिन्दाबाद हे यस्ता उस्ता भन्नेहरूलाई हामीले
किन खोज्ने यस्ता उस्ता भन्नेहरूलाई हामीले किन खोज्ने 3 नम्बर क्षेत्रले देशप्रसादलाई रोज्ने आयो काङ्ग्रेस उर्लेर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो काङ्ग्रेस उर्लेर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आयो काङ्ग्रेस उर्लेर आयो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो झ्याप्पै रूपमा भोट हाल्न मन लाग्यो आहा! नेपाली काङ्ग्रेस जिन्दाबाद जिन्दाबाद 3 नम्बर क्षेत्र के भन्छ 1% गुरुङले भन्छ 3 नम्बर जनता के भन्छ 1% गुरुङले भन्छ नेपाली काङ्ग्रेस जिन्दाबाद नेपाली काङ्ग्रेस जिन्दाबाद हे काङ्ग्रेस नै हो नि हाम्रो पुरानो पार्टी काङ्ग्रेस नै हो नि हाम्रो पुरानो पार्टी गरिब दुखी जनताको पल पलको साथी